दिदी सिलगढी हो सिलगढी झगडा गर्नु आज नै अपरेसन गरेर आज नै घर पुऱ्याइदिउँ भनेको त तपाईँहरूको बेसी हुन्छ कपाल अगाडि यसरी 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 उठ्छ यसरी मान्छेहरूको त पानी उठ्छ त होइन हेर न मजाको रहेछ गाना भी बजा दिया है ये देखो कितना मजा आ रहा है अनएक्सपेक्टेडली एंटरटेनमेंट वेदर भी कितना अच्छा है आप लोगों को पता है मेरे पापा मुझे दिन में 5 बार गुस्सा दिलाते हैं और मैं उनको 10 बार हामीलाई त गार्डन भनेर लाग्थ्यो त्यहाँ त्यो त जङ्गल रहेछ त हिँडेको छ नि यसो भोचरी घुम्ने त पट्टैकै प्लान थिएन नि साथी हो आयो अपरेसन गऱ्यो भयो भने अन्त त फर्क्यो भने चाहिँ होइन छैन सोचेको जस्तै कहाँ हुँदो रहेछ त अनएक्सपेक्टेड सबै पार्क भनेर लिएर आएको थियो त्यो दाजुले हामीलाई हिँडेको छ हिँडेको छ बाउछोरी यो होला नि त एन्ट्री चाहिँ ओ वाह त्यो पुल रहेछ यहाँबाट छ कि यहाँबाट छ यो पार्क हो बाबुलाई गार्डनमा थियो एउटा इन्ट्रेस्ट छैन हो मलाई पनि त्यही पुलमाथि इन्ट्रेस्ट छ थ्याङ्क गड एउटा केही त रहेछ हेर्ने लायकको आर्टिफिसियल हो कि नेचुरल हो भित्र त फाउन्टेन हालेको रहेछ त है ओ वाह यो ब्रिज चाहिँ यहाँ चाहिँ नेपालमा मात्रै देख्नु पाउँछ यस्तो ब्रिज चाहिँ मेरो फोटो खिचिदिनु है बाबा त्यहाँ रिल पनि बनाइदिनु भिडियो गर्नु हुँदैन भन्छ सिक्नु पर्यो नि रमाइलो रहेछ त है एकछिन न पहिला जाउँ न रमाइलो रहेछ चाहिँ यतिको त पर स्विङ रहेछ बाबु त पिङ खेल्ने हजुर डर लाग्दैछ बाबा हल्ले हेर्नु बट्टाबट्टी फोटो खिचेर गइहाल्नुपर्छ यहाँबाट अब कहाँ चाहिँ खिच्नु यहीँ खिचिदिउँ पछाडि पुरा जनता रहेछ मेरो बाबाले डिसपोइन्ट गरिदियो मलाई फोटोमा साँच्ची किन इन्ट्रेस्ट नभएको बाबाहरूलाई स्पेसली यस्तो पनि रहेछ साथी हो यो खेल्ने त अब बाबा चढ्नु नि तपाईँ एक दुईपल्ट म चाहिँ चढ्छु अब यसमा भगवान् बाबाले कस्तो भिडियो गरिदिनुहुन्छ पनि यहाँ टोङमा बियर पाउँदो रहेछ होइन मैले बाबालाई अफर गरेको बाबामा बोरिङ रहेछ 60 दिनहरू खान्थिस् है हेर न खाऊ यतिखेर भन्नुहुन्छ बियर र टोङमा खानु पनि टाइम हुन्छ पानी खाएर हिँड्नुहुँदैछ हुँदै अम्बो यस्तो कुद्दैको छ यहाँ त केही छैन रहेछ त केटाकेटीले खेल्ने मात्रै रहेछ त स्विमिङ पनि गर्नेवाला छैन हो कस्तो मोटो बत्लुहरू मात्रै छ यस्तो मात्रै छ के चाहिँ गर्नु आँट्यो कहाँ पानी के चाहिँ रहेछ यहाँभित्र आहा
भएको स्विमिङ पुल ला के गरेको उनीहरूलाई के अचम्मको स्विमिङ पुल टाइम पास मात्रै उकालो चढ्नुपर्छ त माथिबाट भ्यू देख्छ होला 1 2 3 4 5 6 7 लिफ्ट पनि छैन ल यहाँदेखिको चढेर चाहिँ माथि पुग्न आँट्यो अब हामी त्यतिको पनि 100 रुपियाँ लाग्दो रहेछ हरिस हो मेरो बाबा उही जानुभएको आहा हावा खानु चाहिँ मजा आउने रहेछ वाउ हेलो गाइस साथी हो हरियो हरियो सिटी रहेछ यहाँबाट देख्दो रहेछ के भन्नु गाउँ बस्तीको भ्यू जो जो चाहिँ थाक्छ हिँड्नु सक्दैन त्यसले यहाँबाट हेर्नुहुन्छ अरू चाहिँ चढेको स्वर्ग गएको जस्तो रहेछ म तपाईँको होस्ट स्विमिङ पुल गजब रहेछ कस्तो सानो स्विमिङ पुल दामी रहेछ बिचमा ओपन बाबाले भनेको छैन कि त्यो बाबाले मजा आउँदैछ भ्यू हेर्नु दामी है पानी बाबा यहाँ राखेको जमा गरेको ल चढ्नु उकालो जानु कहाँ यहाँ थियो मलाई लागेको थिएन कि म यति उकालो आइपुग्छु भनेर तर सकेछ हामी Congratulations, we have reached the destination. यहाँ चाहिँ हर तपाईँले अरू के पाउनु सक्दैन यहाँ चाहिँ हावा खानु आउनु भएको डर पो लाग्दो रहेछ त्यो बेलाबाट त त्यही त भन्नु होला नि अहिले यो चाहिँ मेरो फेभरेट अम्ब्रेला हो प्यारी अम्ब्रेला जिस्किँदै यहाँसम्म आइपुग्यो भेरी गुड बाबा कङ्ग्रेचुलेसन्स हजुर स्विमिङ पुलहरू बनाउने रहेछ नि त है अलिक छाना लगाइदिनु पर्ने गरमले मर्छ नि त्यो पानीमा त सिधै उयो पो दामी रहेछ त्यो यो पानी पो है बाबा ल हेर्नु अगाडि हेर्नु न यो स्विमिङ पुल रहेछ केटाकेटीको खेल्ने जग्गा रहेछ अन्त यो भ्यू पोइन्ट चस्माले त देख्छ नि त बाबा हो झन् आँखा कुच्चिँदैन चस्मा खोल कि चस्मा खोल भन्छ अन्धेर देख्छ जस्तो लाग्यो कि मेरो जस्तो दामी चस्माले मेरो प्यारी छापो सरी हेर्दा जस्तो देख्छ होला कि त्यो मेरो भेल्लोरको चिनो हो मेरो प्यारीले किनिदिएको अन्त यसलाई चस्मालाई म कहिले पनि आफूदेखि टाढो छोड्दिनँ अब सक्यो भाइ बकवासहरू अब चाहिँ ओह्रालो हिँड्नु झन् डर लाग्दो डेन्जरस कहाँ जता जता हावा घुमाइदिन्छु यो चाहिँ एन्ट्री रहेछ क्युट परे मेरो बाबा पहिला हुनु भएको होइन अगाडि हिँड्दैछ रोटेटिङ रहेछ अन्त भिडियो गरिदिनुपर्छ नि मेरो भाइ भन्यो अम्लिले नछोप्ने बाबा तपाईँ त पहिला पाउनु भएको होइन ल एनिवे जहाँबाट पनि हुन्छ ए हो रहेछ होइन हरि जस्तो रहेछ होइन त्यस्तो देख्दैछ नि घुम्न मजाले घुम्न पहिला
अघि न डाइरेक्ट यहाँ आएको हुन्छ नि जताबाट घुम्दै हुन्छ ठुलो छ यो तपाईँ त पहिला घुम्न आएको भनेर नआएको खिच्नुपर्छ बाबा आउनु जाउँ कति सयको खुद्रा चाहियो 50 आउनु आउनु छ बाबा मिनी ताजमहल लो छाता चाहिँ इम्पोर्टेन्ट है भन्दा नभन्दा घाम लागि गर्मी भइहाल्यो अम्बो यस्तो छ यहाँ चाहिँ दिदी हेरिराख्नु यी तपाईँ असली ताजमहलमा छ हामी लोग नकली ताजमहल के पास है मिनी गोवा हल्का रमाइलो स्विमिङ गर्नु मन थियो पुरा मन थियो है बाबा अब घाम त लागिसक्यो हावा पनि चल्दैछ मजा आउँदैछ के खाइदिउँ होइन अब भोक लागेन तपाईँलाई कि फेरि रिपिट तपाईँ यो ताजमहलमा फोटो खिच्नु रिपिट नखिच्ने फोटो रमाइलो यहाँ फोटो यसमा यस्तो उभिनुपर्छ कि फिन 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 घुम्छ होइन यसरी घुम्छ होइन त्यहाँदेखि तपाईँ नाचिबस्नुपर्छ बिचमा उभिएर त्यहाँदेखि कफी हिँड्यो यस्तो 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 भएर भइबस्छ मलाई पनि मन पर्दैन जाउँ कति मजाको जग्गा नानीहरूकै लागि मात्रै फोटो खिच्ने बोटिङ त्यो पानी अब चाहिँ खाना खानुपर्छ रोटी पिङ खेल्नुपर्छ त्यहाँदेखि जानुपर्छ कस्तो खाली रहेछ रोटी पिङ त दिउँसो भएर तपाईँ पनि खेल्दैन भन्छ अन्त एक्लै म त त्यो 60वटा सिट भएको रोटी पिङमा चाहिँ एक्लै माथि कस्तो देख्छ मलाई ब्यालेन्सै मिल्दैन नि दुईजनामा त कहाँ खेलाउँछ अन्त त कस्तो ठिकै छ नखेल्नु अब चाहिँ यहाँ चटपटी पाउँछ होला भाइलाई चिया मामै खाने नाम त खानुपर्छ दामी चाहिँ दामी है ए अब त एक्जिट निस्किने अब के गर्ने जाउँ खानुपर्छ मजाले खाना बाहिर होला नि त है खाने जग्गा बच्चा लोग नेपालको सिटी सेन्टर आइपुग्यो अब हामी खाना खान आँटेको ला म चाहिँ किन छाता ओरेको होला है कता बस्ने आहा कस्तो जग्गा ल्याएँ नि के गर्ने चिज हो चिज हो यो चाहिँ मेरो भेज पो खाना लाग्नु हुन्छ रहेछ बाबुले क्या खाना बाँडिदिनुहुन्छ कि तर जहाँ गए पनि पर्कै खानुहुन्छ तपाईँले किनिदिएको बेस्ट नि बाबुले उधारेको छैन टर्की उध्रे तपाईँको यहाँ आएको छु होलसेल रिटेल सबै छ भन्दैछ अब सामान हेरिहाल्छु ल पाइहाल्छ एकछिन हिँडेको